कल्पना गर्नुहोस् एउटा यस्तो संसार जहाँ धरतीले आकाशसँग कानेकुसी गर्छ, जहाँ सिरेटो चल्दा घाँसका मैदानहरूले आफ्नै धुन गाउँछन्, जहाँ पालै पछि कञ्चन नीला एना जस्ता तालहरू भेटिन्छन् र हजारौं गाईबस्तुहरू प्रकृतिको काखमा स्वतन्त्र चरिरहेका हुन्छन्। यो कुनै काल्पनिक कथा होइन, न त यो कुनै विदेशी भूमि नै, यो त हाम्रै सुदूरपश्चिमको मुटु अछाम जिल्लाको रामारोशन क्षेत्र हो, जसलाई हामी श्रद्धाले 12 बण्ड 18 खण्डको भूमि भन्छौँ। आज हामी तपाईँलाई यही भूस्वर्गको ऐतिहासिक गहिराई र प्राकृतिक उचाइको एउटा अविस्मरणीय यात्रामा लैजाँदैछौँ। रामारोशन यो नाम आफैमा एउटा सभ्यता र विश्वासको सङ्गम हो। स्थानीय जनश्रुति अनुसार प्राचीन समयमा यहाँ राम र रोशन नाम गरेका दुई प्रतापी दाजुभाइ बस्थे। उनीहरूले नै यी पाटन र तालहरूको रक्षा गरेको विश्वास गरिन्छ। तर अर्को एउटा धार्मिक आस्था पनि छ। भनिन्छ त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम यहाँ आएर केही समय विश्राम गरेका थिए। यो ठाउँ यति रमणीय थियो कि कालान्तरमा यसको नाम रामारोशन रहन गयो। इतिहासका पानाहरू पल्टाउने हो भने यो भूमि अछामी राजाहरूको शिकार खेल्ने प्रिय थलो मात्र थिएन, बरु हजारौं वर्षदेखि ऋषि मुनिहरूको कठोर तपस्याको ऊर्जा केन्द्र पनि रहिआएको छ। रामारोशनको पहिचान नै यहाँका 12 बण्ड अर्थात् 12वटा प्राकृतिक तालहरू हुन्। यी तालहरू पहाडको थुम्कामा कसैले सजाएर राखेका नीलम जस्तै देखिन्छन्। तीमध्ये सबैभन्दा विशाल र मनमोहक छ जिङ्गाले ताल। अङ्ग्रेजी अक्षर जी आकारमा फैलिएको यो तालको कञ्चन पानीमा आकाशको नीलो रङ छचल्किँदा लाग्छ प्रकृतिले यहाँ आफ्नै चित्र कोरेको छ। टाउने ताल, दल्लिने ताल र गाजरे ताल, हरेक तालको आफ्नै छुट्टै अस्तित्व र कथा छ। स्थानीय बासिन्दाका लागि यी तालहरू केवल पानीका कुण्ड मात्र होइनन्, यिनीहरू त यो क्षेत्रको प्राय पर्यटन र जीवनचक्रका जीवन्त मेरुदण्ड हुन्। तालहरूको श्रृङ्खला पार गरेपछि सुरु हुन्छ 18 खण्ड अर्थात् 18वटा विशाल पाटनहरूको साम्राज्य। यीमध्ये किनिमिनी पाटन यति विशाल छ कि यहाँ उभिएर हेर्दा लाग्छ पृथ्वीको अन्त्य यही कतै हुन्छ। पहाडको टाकुरामा कसैले हरियो मखमली गलैँचा बिछ्याइदिएको जस्तो देखिने यी समथर मैदानहरू अचम्मका छन्। ऋतु अनुसार यो ठाउँले आफ्नो रूप फेर्छ। हिउँदमा सेताम्मे हिउँको चादर ओढेर शान्त बस्ने यी पाटनहरू वसन्त ऋतु लाग्ने बित्तिकै रङ्गी-चङ्गी जडीबुट्टी र जङ्गली फुलहरूले दुलै चाहिँ सजिन्छन्। यहाँको हावामा एउटा यस्तो सुगन्ध छ जसले सहरको सबै थकाइ एकैछिनमा मेटाइदिन्छ। समय सधैँ एकै नाश रहेन। आफ्नो कठिन भूगोलका कारण रामारोशन कुनै समयमा सामरिक केन्द्र बन्यो। सशस्त्र द्वन्द्वको राप पनि यहाँसम्म आइपुग्यो। तर आज ती दिनहरू इतिहास बनिसकेका छन्। आज रामारोशन शान्तिको पर्यायवाची बनेको छ। समुद्री सतहबाट 2500 सम्मको उचाइमा रहेको यो क्षेत्र अहिले ट्रेकिङ, क्याम्पिङ र फोटोग्राफीका शौखिनहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनेको छ। यहाँबाट देखिने सैपाल र अपी हिमालको दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँदछ। प्रकृतिको अनुपम उपहार, अछामको गौरव र सुदूरपश्चिमको शान रामारोशन। यो केवल घुम्ने ठाउँ मात्र होइन, यो त हामीले आउँदो पुस्ताका लागि जोगाएर राख्नुपर्ने एउटा जीवन्त सम्पदा हो। यदि तपाईँ जीवनमा एकपटक शान्ति र सुन्दरताको असली परिभाषा भेट्न चाहनुहुन्छ भने रामारोशनले तपाईँलाई कुरिरहेको छ। आउनुहोस् यो भूस्वर्गको यात्रा गरौँ र यसको सुन्दरतालाई विश्वमाझ फैलाऊँ।